हामी नेपालीहरू यति धेरै सतर्क हुनुपर्ने दिन आइसकेको छ नि। चाइनाले हामीलाई लास्ट वार्निङ दिइसक्यो कि त शत्रुता चाहन्छस् कि मित्रता चाहन्छस् भनेर। किन यस्ता कुराहरू नेपालको मिडियामा आउँदैनन् तपाईँहरूलाई थाहा छ? जति पनि नेपालको मिडियाहरू छ नि पुराना दल र पुराना पार्टीका छन्। पुराना पार्टी र पुराना दलहरू सबै एनजिओको छन्। यिनीहरू सबै एनजिओको इसारामा चल्छन्। तपाईँहरूलाई लाग्छ होला हाम्रो देश हाम्रो गभर्मेन्टले चलाइरहेको छ, यो होइन। हाम्रो देश एनजिओहरूले चलाइरहेको छ, जति पनि विदेशी शक्तिहरूले चलाइरहेको छ। त्यही भएर त हामी नेपालीहरूकोमा राम्रो कुराहरू केही पनि आउँदैन। नेपालमा यति राजनीतिक गन्दगी खेल भएको छ नि, जति पनि हामीले खाने खानादेखि लिएर लाउने लुगादेखि लिएर हरेक कुरामा राजनीतिक गन्दगी खेल छ क्या। हामीले पढ्ने शिक्षामादेखि लिएर हाम्रो स्वास्थ्यमादेखि लिएर हरेक कुरामा क्या नेपालीहरूले के राम्रो खाना राम्रो लाउन पाइरहेको छ जस्तो लाग्छ तपाईँहरूलाई? सबै थर्ड क्लास चिप क्वालिटीको हुन्छ क्या। तपाईँले जति पनि जुस खानुहुन्छ, जति पनि जे एभ्रिथिङ जे खानुहुन्छ नि नेपालमा, रासन पानी जे सबै चिप क्वालिटी थर्ड क्वालिटीको हुन्छ क्या। त्यो सबै किन भन्दाखेरि नेपालमा यति धेरै गन्दगी राजनीतिक खेल चलिरहेको छ नि, यो सबै विदेशी शक्ति एनजिओको कारणले गर्दाखेरि। सबै पुरानो दल पुरानो पार्टी भन्नुहुन्छ नि, यो रासपा झन् एक नम्बरको हो। तपाईँहरूले सोच्नुहुन्छ होला कति बालेनको विरोध गरे, कति रविको विरोध गरे, यिनीहरूलाई कसको इसारामा चलिरहेको छ तपाईँहरूलाई थाहा छ? बाह्र फाउन्डेसनको इसारामा चलिरहेको छ। सुदन गुरुङले लर मिलाएको होइन रासपामा बालेन थालाई। सबै यिनीहरूको गन्दगी खेल, सबै बिजनेसम्यानहरू, सबै टिकटकरहरू, कलाकारहरू थुपारेर देश पाउँछ जस्तो लाग्छ। के छ भिजन यिनीहरूसँग? अहिले नेपालमा किन विदेशी प्लेनहरू आइरहेको छ तपाईँहरूलाई थाहा छ? किन अमेरिकी सेनाहरू नेपालमा ल्याइरहेको छ? चाइना यति धेरै डेन्जर छ नि, चाइना र अमेरिकाको दुश्मन हामीले कल्पना पनि गर्न सक्दैनौँ क्या। यति डेन्जर छ नि, यति डरलाग्दो छ नि। चाइना र अमेरिकाको दुश्मन यति धेरै छ नि, तपाईँहरूलाई थाहा छ? चाइनाले त पुरा वर्ल्डलाई नै अनाउन्समेन्ट गरिसक्यो कि हामी संसारको जुनसुकै कुनामा पनि 20 मिनटभित्र हामी अट्याक गर्न सक्छौँ। 20 मिनटभित्र हामी आणविक हतियार खसाल्न सक्छौँ। हेर्नुहोस्, सर्च गर्नुहोस्, टिकटकमा हेर्नुहोस्, युट्युबमा हेर्नुहोस्, गुगलमा सर्च गरेर हेर्नुहोस्। यो ख्यालकिसी मजाक गर्ने कुरा होइन क्या। चाइना यति धेरै स्ट्रङ छ नि, हाइड्रोजन बम सबैभन्दा धेरै भएको कन्ट्री चाइना हो। सायद अरू कन्ट्रीहरूमा छैन होला हाइड्रोजन बम। यति टेक्निकलदेखि लिएर हरेक कुरामा चाइना यति धेरै अगाडि छ नि। यो कुरालाई हामीले खिसिट्याउरी नगरौँ क्या, चाइना र अमेरिकाको दुश्मनीलाई लिएर। अनि भोलि अमेरिकाले चाइनालाई एट्याक गर्न पर्यो भनेदेखि त नेपालको भूमि युज गर्छ। त्यसैले त एमसिसीहरू पास भइरहेको छ। एमसिसी फेरि अरू देशमा पनि छ, नभएको होइन, तर हाम्रै देशमा चाहिँ नेपालको कानुनभन्दा पनि माथि मिचेर किन पास गरिरहेको छ तपाईँहरूलाई थाहा छ? नेपालको गभर्मेन्ट छ नि हाम्रो हातमा छ, हाम्रो नेपालीले चलाइरहेको छ भनेर सोचे होला, होइन। यिनीहरू सबै विदेशी शक्तिको इसारामा चलिरहेको छ। जब एउटा मन्त्री प्रधानमन्त्री त अर्काको देशले छानिदिनुपर्छ। सबै एनजिओ चन्दी, हाम्रो पशुपतिको चाबीदेखि लिएर होइन, जनकपुरको चाबी, कोशी ब्यारेक, हाम्रो खोला नाला वन जङ्गलहरू सबै कसको छ? विश्व सम्प्रदायमा पर्ने नम्बर 1 सूचीमा पर्ने होइन। पशुपति क्षेत्रको जस्तो उता नेपालको पुजारी छैन भनेपछि के तपाईँलाई यो देश हाम्रो देश अरूले चलाइरहेको, के अरे आफ्नो नेपालीले नै चलाइरहेको छ जस्तो लाग्छ? यो ख्यालटिसी गर्ने कुरा होइन क्या। मैले रविको बालेनको मैले त्यसै विरोध गरिरहेको छैन क्या। यिनीहरू भनेको रवि भनेको एक नम्बरको छट्टु हो। यसलाई ढाक्न छल्न यति धेरै ट्यालेन्ट छ नि, यसलाई देशको माया छैन क्या। यसलाई यदि देशको माया थियो भनेदेखि पहिल्यै नेपाली नागरिकता त्यागेर अमेरिका गएर बस्दैन थियो। अनि अमेरिकामा पनि छट्टु जहाँ गयो नि त्यही हो क्या। अमेरिकामा नौ मुद्दा लाएर ढाँटेर छलेर फेरि यहाँ नेपालमा आएको हो क्या, उहाँ थपि नसक्नु भयो। अनि नेपालमा आएर पनि देख्नु भन, नागरिकता काण्ड, पासपोर्ट काण्डदेखि लिएर पुरा सैनिक काण्ड, सहकारी ठग एउटा मात्रै छ र भने यार, त्यत्तिकै लगेर जेल कोचेको होइन क्या। बिना सबुत बिना प्रपट जेल कोच्न पाउने कुनै पनि छैन क्या। बिना सबुत जेल कुनै पनि नियम छैन क्या। यो कुराहरू किन नबुझ्ने हामी नेपालीहरू? हामीले मेन कुरो यो कुरा बुझ्नु जरुरी छ कि हामी आफै आत्मनिर्भर हुनु छ। हाम्रो देश कुनै पनि एनजिओको हातमा दिनु हुँदैन, हामी नेपालीले नै चलाउनु पर्छ। सो त्यही भएर यो सबै हामी भएको हेर्न चाहन्छौँ भनेदेखि चाहिँ हामीले अर्का साम्पाङलाई रोज्न जरुरी छ। भोलि हाम्रो देश पनि युद्धमा नमुचियोस्, किनकि भोलि यिनीहरूले देश चलायो भनेदेखि 99% चाहिँ हाम्रो देश युद्धमा मुचिने सम्भावना छ। सो त्यही भएर हामी सबै नेपालीहरूले चाहिँ विदेशी शक्ति एनजिओहरूलाई चाहिँ हामीले बहिष्कार गर्नुपर्छ क्या।
तपाईँहरू बालेन रवि नभन्नु, यिनीहरूसँग भिजन केही पनि छैन। सोडिङ वागले देख्नु भन, जब एउटा चुनाव प्रचार गर्नलाई त बिहारबाट गाडी ल्याएर र प्रचार प्रसार गर्छ, अनि अर्काको छिमेकी राष्ट्रबाट ल्याएर, अनि के छ भने यिनीहरूको भिजन केही पनि छैन क्या। यिनीहरू भनेको सब आफ्नो व्यक्तिगत स्वार्थको लागि हो क्या। नेपालको जति पनि गभर्मेन्टहरू जे सबै यो पोलिटिकल राजनीतिक खेल छ नि, सबै यो बिजनेसम्यानहरूको हातमा छ क्या, अनि एनजिओ आइएनजिओहरूको हातमा छ क्या। यो ख्यालखिसी गर्ने कुरा होइन। जति पनि नेपालको एनजिओ आइएनजिओहरू नेपालको कानुनभन्दा पनि मात्रामा पास गरेर छ। हामी नेपाली युवाहरू हामीले खोजेनौँ बुझेनौँ भनेदेखि भोलि हाम्रो देश कुनै पनि कन्ट्रीको एउटा स्टेट बन्न सक्छ। यो कुरामा हामी कुनै पनि डाउट नलिकन विश्वस्त म भन्न सक्छु कि नेपाल कुनै एउटा कन्ट्रीको चाहिँ स्टेट बन्न सक्छ। यस्तै चाला हो भनेदेखि देश यस्तै अरूकै हातमा चलाउने, अरूले एनजिओ आइएनजिओकै हातमा हुने हो भनेदेखि त्यही भएर हामीले हर्क साम्पाङलाई रोज्न जरुरी छ। हर्क साम्पाङको यस्तो मान्छे नि, हर्क साम्पाङ यस्तो राम्रो नेता हो नि, जुन चाहिँ युगले दिएको नेता हो क्या। हामीलाई साँच्चै हामीले खोजौँ, हेरौँ, पढौँ होइन, अनुसन्धान गरौँ। अनि म त्यत्तिकै पात्र बोलिरहेको छैन, कराइरहेको छैन। हर्क साम्पाङसँग यति राम्रो भिजन छ नि, जो चाहिँ देश र जनताहरूको लागि यति हितकारी छ, जो चाहिँ सीमा सुरक्षाको कुरा गर्छ, जसले चाहिँ एजुकेसनको क्षेत्रदेखि लिएर शिक्षा, स्वास्थ्य, रोजगार सबै कुरामा चाहिँ A1 छ क्या। यति देशको विकास यति ऱ्यापिडली हुन्छ नि, यति छिटो हुन्छ नि, यति गतिशील रूपमा हुन्छ नि होइन। हर्क साम्पाङलाई रोजौँ। हर्क साम्पाङ मात्रै एउटा यस्तो व्यक्ति हो कि जो चाहिँ साँच्चीकै देश बनाउन भनेर लागेको छ। त्यही भएर यो कुरामा चाहिँ एकदम धेरै नेपालीहरू क्लियर हुनुपर्छ है। हामी अझै पनि यसरी व्यवस्था गर्ने देशको बारेमा हामी सिरियस नहुने हो भनेदेखि हाम्रो देश चाहिँ चाँडै नै युद्धमा मुछिने सम्भावना छ र कुनै पनि कन्ट्रीको एउटा स्टेट बन्न सक्छ। सो त्यही भएर हामीले हर्क साम्पाङलाई रोज्न जरुरी छ। हामी आफै आत्मनिर्भर हुने हो, नेपाललाई चाँडै विकास गर्नु छ, नेपाललाई नेपाल जस्तै बनाउनु छ भनेदेखि हामीले हर्क साम्पाङलाई रोज्न जरुरी छ। जय देश जय माटो, यो कुरामा हामी एकदम सिरियस हौँ। खेसीट्याउरी नगरौँ नेपाली जनताहरू, सबै हामी खोजौँ गरौँ। मिडियाको कुरा नसुनौँ क्या। मिडियाहरू त सबै के छ भन्दाखेरि सबै पुरानै दल पुरानै पार्टी। रासपा नयाँ पार्टी भन्नु होला, रासपा पनि पुरानै दल पुरानै पार्टी हो। यो कुराहरू नबिर्सिनु। र त एक त झन् यिनीहरूसँग भिजन केही पनि छैन। सबै विदेशी शक्ति र एनजिओ आइएनजिओको इसारामा यता रोटी नाचिरहेछन्, कलाकारहरू थुपारिरहेछन् होइन, बिजनेसम्यानहरू थुपारिरहेछन्, टिकटकरहरूलाई थुपारिरहेछन्। यिनीहरूसँग के छ भने भिजन, जोसँग अलिकति भोटको क्रेज छ, जोसँग फ्यान फलोवर्स जसको बढी छ, त्यसैले बालेन चाको नि तपाईँहरूले के अरे फेसबुकमा लाइक कमेन्ट यता एकदम लाखौँ आयो भनेर तपाईँहरू मक्क नपर्नुहोस् क्या। त्यो सबै मिडिया मेनिपुलेसन हो। फेसबुकमा तपाईँले लाखौँ रुपियाँ हालेर मोनिटाइज गर्नुहोस्, तपाईँको भ्युवर्सहरू चाहिँ यति बढ्छ नि। त्यस्तो लाइक कमेन्ट त किन्न मिल्छ क्या मोनिटाइज गरेर। त्यो यो ठुलो कुरा होइन क्या। बाराक ओबामा, डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिको जस्तोमा त 10,000 15,000 आउँछ, अनि बालेन चाची को हो भने यो सबै मिडिया मेनिपुलेसन हो। हामी यस्तोमा आल्ते फाल्तुको पछाडि नलागौँ। हाम्रो देश हामी आफैले जोगाउनु पर्छ, हाम्रो देश हामी आफैले सुरक्षा गर्नुपर्छ। यो कुनै पनि एनजिओ आइएनजिओले बनाउने छैन। यो एनजिओ आइएनजिओ भनेको नेता धनी हुनको लागि हो, जनताहरूको लागि होइन। सो त्यही भएर हामी बेलैमा सतर्क हौँ। हामी चाइना हाम्रो देश, चाइनाले भोलि हाम्रो देशलाई त जब एउटा बम खसाल्यो भने नि पुरै उडाइदिन सक्छ क्या। हाम्रो चाहिँ कति चाहिँ छ र हाम्रो नेपालको भूभाग, 8-10 वटा बम स्टेटै पछि छोडिदियो भनेदेखि भोलि नेपालमा